शेयर मार्केटमा दुई थरी विचार भएका मानिसहरू हुन्छन्, एउटा इन्भेस्टर र अर्को स्पेकुलेटर। र इन्भेस्टरले के काम गर्छ, इन्भेस्टरले कसरी काम गर्छ, इन्भेस्टरले कसरी कारोबार गर्छ र स्पेकुलेटरले चाहिँ कसरी स्पेकुलेट गरेर स्टकमा कारोबार गरिरहेको हुन्छ, स्टक मार्केटमा नेपालको शेयर मार्केटमा कसरी कारोबार गरिरहेको हुन्छ। आज हामी यो भिडियोमा रेसियो एनालाइसिस, इन्भेस्टर र स्पेकुलेटर बीचको फरक र सबै रेसियोहरूको सबै सेक्टरमा प्रयोग हुने रेसियोहरूको चाहिँ हामी एनालाइसिस गर्नेछौँ। र अब भिडियोलाई स्टार्ट गरौँ। इन्भेस्टरले जहिले पनि आफूले इन्भेस्ट गर्ने कम्पनीमा पैसा लगाउनु अघि आफूले इन्भेस्ट गर्ने कम्पनीको राम्रो एनालाइसिस गरेर मात्र इन्भेस्ट गर्ने गर्दछ। जस्तै इपिएस, पी रेसियो आदि सबै रेसियोहरूको एनालाइसिस गरेर इन्भेस्टरले इन्भेस्ट गर्ने गर्दछ। यदि कुनै दिन मार्केट क्रास भएको अवस्थामा आफूले इन्भेस्ट गरेको कम्पनीबाट प्रतिफल पाउन सकौँ, यस्तो कम्पनी हेरेर एउटा इन्भेस्टरले इन्भेस्ट गर्दछ। र त्यस्तै गरी एउटा स्पेकुलेटरले कहाँ केमा किन लगानी गर्दैछु त्यो कुरामा त्यति चासो दिँदैन, उसलाई खालि रिटर्नसँग मात्र मतलब हुने गर्छ। उसलाई कम्पनी कस्तो छ, प्राइस जस्टिफाई छ कि छैन भन्ने कुराको त्यति धेरै मतलब हुँदैन। छोटो समयमा एउटा इन्भेस्टरले भन्दा बढी स्पेकुलेटरले बढी कमाउन सक्छ। तर हामीले मार्केटको सिनारियो र मार्केटको इतिहास हेर्ने हो भने जहिले पनि एउटा इन्भेस्टरले स्पेकुलेटरले भन्दा लङ टर्ममा धेरै गुणा बढी कमाइरहेको हामीले देखेका छौँ। त्यसैले कुनै पनि कम्पनीमा लगानी गर्नु अघि हामीले फन्डामेन्टल एनालाइसिस राम्रो गरेर मात्र कुनै पनि कम्पनीमा लगानी गर्नुपर्छ। त्यो कम्पनीको रेसियो एनालाइसिस गर्नुपर्छ र अरू फन्डामेन्टल कुरा पनि हेर्नुपर्छ। यस भिडियोमा आज हामी रेसियो एनालाइसिसको बारेमा सिक्नेछौँ, जुन रेसियो सबै सेक्टरमा प्रयोग हुने गर्छ। यो रेसियो एनालाइसिसको भिडियोमा सबैभन्दा पहिला हामी आज इपिएसको बारेमा बुझ्नेछौँ। इपिएस भनेको के हो, इपिएसले कसरी काम गर्छ र यो कसरी निकालिन्छ भन्ने कुरा हामी बुझ्नेछौँ। इपिएस भनेको तपाईँको एक किता सेयरले एक आर्थिक वर्षमा कति कमाउन सक्छ भन्ने कुरा इपिएसले देखाउँछ। र इपिएस कसरी निकालिन्छ भन्दा कुनै पनि कम्पनीको कर पछिको खुद नाफालाई त्यो कम्पनीको कुल सेयर सङ्ख्याले भाग गर्दा इपिएस निस्किन्छ। अर्थात् इपिएस इज इक्वल टु नेट प्रॉफिट डिवाइड बाई नम्बर अफ इक्विटी सेयरले भाग गर्नुभयो भने इपिएस रेसियो निस्किन्छ।